साथीहरू, तपाईहरूले यो विश्वास गर्न सक्नुहुन्न, अहिले म महाभारतको युद्ध भूमिमै उभिएको छु। यो धुलो, यी रथहरू, यी वीर योद्धाहरू, यो इतिहास जस्तो लाग्दैन, यो त अहिले पनि बाँचिरहेको जस्तो छ। हे साथीहरू, यहाँ युद्धभूमिमा श्रीकृष्णले रथमा अर्जुनलाई हालेर आउनुभयो। उहाँको उपस्थिति मात्र हेर्दा मनमा शान्ति र शक्ति दुवै महसुस हुन्छ। यो अनुभव शब्दमा भन्नै सकिँदैन। यो युद्धको बीचमा पनि उहाँको दर्शनले पूरा वातावरण उज्यालो बनाइदियो। साँच्चै यो त सपना जस्तो लाग्छ। साथीहरू, युद्ध सुरु भइसक्यो। धुलो, रथहरू, धनुष बाण र चिच्याहट सबै यहाँ छ, यथार्थ जस्तो। हावा पनि डर र उत्साहले भरिएको छ। हरेक पल यहाँ जीवन र मृत्युको बीचमा जस्तो लाग्छ। यो केवल युद्ध होइन, यो त महाभारतको इतिहास, जहाँ वीरता, धर्म र बलिदान सबै ठोकिएका छन्। साथीहरू, त्यो क्षण आयो। अर्जुनले धनुष तान्नुभयो। डोरी तन्किँदै गर्दा पुरै युद्धभूमि शान्त भयो, जस्तो समय नै रोकिएको हो। र बाण छुट्यो। आकाश चिरेको आवाज, धुलो र शक्ति एकैचोटि फुटे। यो केवल बाण होइन, यो त अर्जुनको सङ्कल्प, धर्मको आवाज र युद्धको सङ्केत हो। साथीहरू, यो दृश्य हेर्दा शरीरभरि काँडा उम्रिन्छ।